भ्रष्टाचार र व्यतिथिको विरुद्धमा चाहिँ गणतन्त्रको तर्फबाट विशाल जनआन्दोलन भन्नेहरूले चाहिँ हैन पहिला यो भिडियो हेर्नु है। सबैको सिद्धान्त चाहिँ नेपालमा के गरेर भन्थ्यो तर नेपालले चाहिँ बस्न दिएन बाँच्नै दिएन नै भन्नु पर्छ त्यही हो त्यही त हो त हामीलाई रहरले होइन नि त यो त बहुत बाध्यताले हिँडेका छौँ कसलाई रहर हुँदैन बाबुआमा बुढाहरूको बाबुआमासँग छोराछोरीसँग बस्नलाई होइन कसलाई रहर हुँदैन तर अहिले आएर अब बाध्यतावश अझै केही छैन अहिलेसम्म म कहाँ हिँड्दैछु मलाई थाहा छैन मैले अर्काको अन्डरमा काम गरेको छैन पहिलो कुरो अब झन् हेर्नु प्रेसर हुन्छ यो अर्काको अन्डरमा काम गरेको छैन पर्यो बस्न पर्यो बेचिएर गइसकेपछि अब दास बजारमा लिकिसकेपछि सकिगयो नि 2 वर्षका लागि अर्काको भइयो अब हेर्नुहोस् जिन्दगीमा कहिले पनि कसैको अन्डरमा काम नगरेको मान्छे आज 40-42 वर्षको एजमा चाहिँ विदेशीदै हुन्छ क्या। यो हो क्या गणतन्त्रको उपलब्धि है। त्यही भएर मान्छे यत्तिकै चाहिँ राजतन्त्र भनेको होइन क्या। मान्छेले यत्तिकै राजा आऊ देश बचाऊ भनेको होइन क्या। हालत खराब भइसक्यो नेपाली जनताको।